हामी लम्की स्थित साई वस्त्रालयमा आएका छौँ। दाजु राउटे पहिलोपटक आएका हुनु हजुर पसलमा? देख्नु भएको थियो कहिले? ए बाहिर देख्नु भएको थियो होइन पसलमा। आज चाहिँ कपडा किन्न आउनु भएको छैन उहाँहरू? कस्तो लाग्दैछ? यस लम्कीमा राउटे आउँदा यहाँ हजुर पनि खुसी हुनुहुन्छ। र आज हामी विभिन्न विद्यालयमा जान्छौँ। सर आज हजुरले चाहिँ राउटे बस्तीकै 8 जना पाहुनाहरूलाई चाहिँ एक एक जोड कपडाहरू चाहिँ सहयोग गर्दै हुनुहुन्छ होइन? कस्तो लागिरहेको छ? खुसी लागिरहेछ। अनि यतातिर चाहिँ हाम्रो दीपक साई यता नानीहरूले चाहिँ कपडा हेर्दै हुनुहुन्छ। आहा कस्तो लाग्यो नानी? राम्रो लाग्यो। ए दादाको गाउँ रमाइलो रहेछ है? आहा झन् राम्रै पो भयो नि त अहिले त। ल हेर दीपक साईजी तपाईँहरूले पनि कपडा पाउनुभयो? के भन्नुहुन्छ सरलाई? सर के भन्नुहुन्छ हाम्रो कृष्ण सरलाई? यो कपडा सबै कृष्ण सरले खुसी लाग्यो? एकचोटि सरलाई हात पनि मिलाइदिनु पर्यो सरसँग।